दर्शक महानुभावहरू नमस्कार। यो हो डे टु डे न्यूज नेटवर्कमा यहाँहरूलाई स्वागत छ। हामी निकै महत्त्वपूर्ण समाचारका साथ उपस्थित हुने गर्दछौँ। देश विदेशमा घटेका घटना परिघटना, देशभित्रको पछिल्लो राजनीतिक अवस्था र सरकारले गरेको त्यो निर्णय र फागुन 21 गते चुनाव बारे के छ त, यसबारेमा निकै महत्त्वपूर्ण समाचारका साथ उपस्थित भएका छौँ। सबै समाचार उत्तिकै महत्त्वपूर्ण भएकाले कृपया अन्त्यसम्म साथ दिनुहोला। यदि अहिलेसम्म हाम्रो च्यानलसँग जोडिनु भएको छैन भने सब्स्क्राइब गरी साथमा रहेको बेल आइकनलाई दबाई हामीसँग जोडिन नबिर्सनुहोला। रासपाले गठन गर्यो निर्वाचन केन्द्रित कार्यदल। रूपन्देही 3 मा रासपाले लेखजङ्ग थापालाई नै उम्मेदवार बनाउने। सुन्धारा कारागारबाट फरार रहेका एक कैदीबन्दी पक्राउ। लुम्बिनी विकास कोषको सदस्य सचिव खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न माग। एमाले कोशी प्रदेश बैठक केपी ओली विरुद्ध बोल्ने निलम्बित, लेख्नेलाई स्पष्टीकरण। राष्ट्र बैंक हस्तक्षेपले पनि सुध्रिएन सहकारी बैंक सञ्चित नोक्सानीमा 4 अर्ब। बाराको सिमरामा आज पनि जेन्जी युवाहरूको प्रदर्शन। जेन्जी युवा कुटेको आरोपमा बारामा एमालेका 2 वडा अध्यक्ष पक्राउ। रवि लामेछाने र छविलाल जोशीको मुद्दा सुनवाई स्थगित। 5 खालमा बसको ठक्करबाट 1 जनाको मृत्यु। अवरोधमा अरनिको राजमार्ग अवरुद्ध रहेको छ। यस्तै समाचारका साथ उपस्थित भएका छौँ। यति बेला एनपीएल आज लुम्बिनी र चितवन भिड्दैछ। कसले मार्न त बाजी, यसबारेमा पनि निकै महत्त्वपूर्ण समाचार छ। सुरु गरौँ पहिलो र विशेष खबर। रासपाले गठन गर्यो निर्वाचन केन्द्रित कार्यदलहरू। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले निर्वाचन केन्द्रित कार्यदलहरू गठन गर्ने निर्णय गरेको छ। रासपाको केन्द्रीय समिति बैठकले उपसभापति डाक्टर स्वर्णिम वाग्ले नेतृत्वको निर्वाचन केन्द्रित बाचापत्र तयारी कार्यदलमा सदस्य विस्तार गर्दै निर्णय गरेको छ। स्वर्णिम वाग्लेको बाचापत्र तयारी कार्यकालमा केन्द्रीय सदस्य सोभिता गौतम, गणेश कार्की, क्रान्ति शिखा धिताल र अरनिको पाण्डे, नन्दना यादव सहित पार्टी सल्लाहकार रामु गुरुङ सदस्य बनेका छन्। संविधान परिमार्जन कार्यदलको नाम संशोधन गरी संविधान एवं संविधान सम्बन्ध कानून परिमार्जन कार्यदल राख्ने निर्णय गरेको रासपाको उक्त कार्यदल संयोजकमा केन्द्रीय सदस्य सोभिता गौतमले जानकारी दिएकी छन्। सहमहामन्त्री विपिन कुमार अर्यालको नेतृत्वमा रहेको उम्मेद्वार छनौट सम्बन्धी पनि रूपरेखा मस्यौदा समिति सदस्यहरू थपिएको छ। उम्मेद्वार छनौट समिति विराज भक्त श्रेष्ठ, डाक्टर चन्दा कार्की र राजन गौतमलाई थपिएको छ। उक्त समितिमा प्रदेश सभापतिहरू र प्रदेशमा रहेका सभापति र सबै सदस्यहरूलाई प्रवक्ता मनिष झाले सबै ठाउँ एकै भएर जान पनि अनुरोध गरेका छन्। रासपाले निर्वाचन लक्षित राजनीतिक अध्ययन, निर्वाचन रणनीति र मिडिया अध्ययनहरू कार्यदल समेत गठन गरेको छ। विराज भक्त श्रेष्ठ संयोजक राजनीतिक अध्ययन र कार्यदलहरूमा सदस्यहरूमा पनि पुकार बम, गणेश कार्की, प्रकाश विष्ट र मदन खड्का, देवराज पाठक, राजन गौतम, अत्याच्युत लामिछाने र तपेश्वर यादव र मोता तामाङ सरिन सदस्यहरूमा तोकिएका छन्। निर्वाचन रणनीति कार्यदलहरूको संयोजकमा प्रवक्ता मनिष झाले संयोजकको जिम्मेवारी पाएका छन् भने उक्त कार्यदलका सदस्यहरूमा विष्णु कुमारी श्रेष्ठ र टीका संग्रौला, ज्वाला पारमणी गेलफन्डी रहेका छन्। यो कार्यदलमा प्रदेश सभापतिहरू पेधन सदस्य रहेको निर्णय पनि गरिएको छ। मिडिया अध्ययनमा कार्यदलहरूको संयोजक निशा डाँगीलाई पनि तोकिएको छ। उक्त कार्यदलका सदस्यहरूबारे भने निर्णय गरिसकिएको छैन। केन्द्रीय समिति बैठकले उच्च स्तरीय संवाद समितिमा संयोजक उपसभापति डाक्टर स्वर्णिम वाग्लेलाई परिवर्तनकारी राजनीतिक शक्तिहरूसँग प्रतिनिधि सभा निर्वाचनसँग सम्बन्धित रहेर संवाद गर्न निर्देशन दिएको छ। रवि लामेछाने र छविलाल जोशीको मुद्दाको सुनवाई स्थगित भएको छ। बिगो माग बमोजिमको रकम सुनवाई थुना बाहिर बसेर मुद्दा लड्न पाउने माग गर्दै रासपा सभापति रवि लामेछानेले दिएको निवेदनमाथि सुनवाई स्थगित भएको छ। बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामेछाने र छविलाल जोशी निवेदनमा आजका लागि पेश तोकिएको थियो। तर आज रवि लामेछानेको निवेदनको पेशी पाटन उच्च अदालतमा पनि परेकाले रविका कानून व्यवसायहरूका तर्फबाट बुटवल इजलासको सुनवाई स्थगित गरिदिन निवेदन परेको पछि स्थगित भएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिएका छन्। यसअघि कार्तिक 27 गते भएको सुनवाईमा पनि न्यायाधीशहरू वासुदेव आचार्य र ओम प्रसाद अर्यालको संयुक्त इजलासले सर्वोच्च अदालतमा रहेको मूल अभियोग मिसिल मगाउने आदेश दिएको थियो। मूल मुद्दाको सकल मिसिल प्राप्त भएपछि आज बिहानका लागि पेशी तोकिएको थियो। यसअघि कार्तिक 20 गतेको सुनवाईमा पनि न्यायाधीश दय आचार्य र
अर्यालको इजलासले सुरु मिसिल मगाउने आदेश दिएको थियो। सर्वोच्च अदालतबाट सुरु मिसिलको फाइल प्राप्त नभए पनि जिल्ला अदालतबाट प्रतिलिपि आएपछि बिहीबार पेशी चढेको हो। अदालतले लामिछानेको सुनवाई प्राथमिकता राखेर अघि बढिरहेको सूचना अधिकारी कुँवरले बताएका छन्। त्यसअघि न्यायाधीश मिलन कुमार राई र ओम प्रकाश अर्यालको इजलासले दुवै प्रतिवादीको मुद्दा एउटै प्रकृतिको भएकाले एकैसाथ राख्न आदेश गरेको थियो। बिगो बमोजिमको रकम बुझाएर थुरा बाहिर बसेर मुद्दा लड्न पाउने माग गर्दै रवि लामिछानेले निवेदन दिएकोमा उच्च अदालतले रविसँगै जोशीको फाइल पनि पेश गर्न आदेश दिएको थियो। त्यसअघि उच्च अदालत बुटवलले पनि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको थियो। सुप्रिम सहकारी ठगी मुद्दामा पूर्वपक्षका लागि थुरामा रहेका रवि लामिछाने सहकारीमा भएको अपचलन बापत आफ्नो भाग बराबर बिगो दाखिल गरिसक्दा पनि जिल्ला अदालत रूपन्देहीले रिहा नगरेपछि भदौ 9 गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए। उनले यसअघि जिल्ला अदालतमा पनि बिगो दाखिल गरेर सहकारी ठगी मुद्दामा छुटकारा दिन माग गरेका थिए, तर जिल्ला अदालतका न्यायाधीश दय नारायण सापकोटाको इजलासले साउन 26 गते उनकी निवेदन स्वीकार गरेको थियो र सुप्रिम सहकारी ठगी रवि सहितका प्रतिवादीहरूलाई 10,99,36,000 रुपियाँ सामूहिक बिगो कायम गरी अभियोग पत्र दायर गरेको थियो। लामिछाने त्यसको 4 भाग मध्ये आफ्नो हिस्सामा रहेको 1 भाग बराबर 2,74,88,000 रुपियाँ बैंक जमानतमा छुट्न पाऊँ भनी पेशी गरेका थिए। लामिछानेले जस्तै जोशीले पनि त्यस्तै नै रकम बापत जमानत पेश गरेका थिए, तर दुवै प्रतिवादीको व्यक्तिगत बिगो कति पर्ने भन्ने एकिङ नभएकाले रिहा गर्न नपाइने निर्णय दुवैका हकमा समान रूपमा जारी गरिएको थियो। हाल लामिछाने ललितपुरको नक्कु कारागारमा छन् भने जोशी भैरवा कारागारमा छन्। बाराको सिमरामा आज पनि जेन्जी ओगाईहरूको प्रदर्शन देखिएको छ। बाराको सिमरा आज पनि प्रदर्शनहरू भइरहेको छ। नेकपा एमालेका नेता कार्यकर्ता र जेन्जी युवाहरू बीच विवादले बुधबार दिनभर तनावग्रस्त सिमरा आज दोस्रो दिन बिहीबार पनि प्रदर्शन भएको छ। तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय बाराले बुधबार कर्फ्यू आदेश नै जारी गरेको थियो। बेलुकीपछि भने स्थिति सामान्य बन्न थालेको थियो। आज बिहान 10 बजेबाट जेन्जी युवाहरूले सिमरा चोकबाट टायर बालेर प्रदर्शन गरिरहेका छन्। आफूहरू माथि कोटपिट गर्ने एमाले नेता कार्यकर्तालाई पक्राउको माग गर्दै जेन्जी प्रदर्शन गरेका हुन्। एमाले कोशी प्रदेश बैठक केपी ओली विरुद्ध बोल्ने निलम्बित लेख्नेलाई स्पष्टीकरण सोधिएको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचनामा गरिरहेको नेता कारबाही परेका छन्। कोशी प्रदेश कमिटी एमाले नेता तथा इटहरी उपमहानगरपालिकाका पूर्व प्रमुख दारीकला चौधरीलाई कारबाही गरिएको हो। प्रदेश कमिटीले सामाजिक सञ्जालमा ओली विरुद्ध लेखेका कडा प्रतिवादी विशालित पोखरेलले पनि स्पष्टीकरण सोधिएको छ। कोशी प्रदेश समितिको 9औं बैठकले प्रदेश कमिटी सदस्य चौधरीलाई 6 महिनाका लागि निलम्बित गरेको हो। 2074 सालमा एमालेबाट इटहरी को मेयरमा निर्वाचित चौधरी 2079 सालको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन अघि माओवादी केन्द्र प्रवेश गरिएकी थिए र माओवादी केन्द्रबाट चौधरी सुनसरी निर्वाचन क्षेत्र नम्बर 2-1 बाट पनि उम्मेदवार बनेकी उनी चुनाव हारेपछि एमालेमै फर्किएको हुन्। एमालेमा फर्किएपछि उनले अध्यक्ष केपी शर्मा ओली विरुद्ध बोलिरहेको सचेत गराउँदा अटेर गरेपछि निलम्बन गरिएको प्रदेश अध्यक्ष घनश्याम खतिवड़ाले जानकारी दिएका छन्। उनलाई कारबाही लागि जिल्ला कमिटी सिफारिस गरेको थियो र पार्टी हित विपरीत कार्य गरेको भन्दै प्रदेश समिति सल्लाहकार झापाका मनोरथ तिवारी निलम्बितमा परेका छन्। सामाजिक सञ्जालमा अध्यक्षको आलोचना गर्दै आएका प्रधानाध्यापक डाक्टर बद्री विशाल पोखरेललाई पनि स्पष्टीकरण सोध्ने निर्णय प्रदेश कमिटी बैठकले गरेको छ। काशीनाथ दाङ्गालाई पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। पोखरेलले कुनै पनि समयमा केपी शर्मा ओलीका प्रिय थिए, पछिल्लो समय भने उनले ओलीको आलोचना गर्थे। सामाजिक सञ्जालमा पार्टी हित विपरीत लेखेको कारण स्पष्टीकरण सोधिएको हो। अध्यक्ष खतिवड़ाले भने नगर कमिटीबाट सिफारिस भएपछि प्रदेशमा निर्णय गरिएको हो। बैठकले धर्म छोरीका रूपमा पालेकी छोरीलाई जबरजस्ती गरेको मुद्दा खेपिरहेका एमाले प्रदेश कमिटी सल्लाहकार तथा बिरतामोर नगरपालिकाका पूर्व प्रमुख ध्रुव शिवाकोटीलाई जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरिएको छ। एमालेले जारी गरेको अमान्य अन्तर्गत पार्टी निर्देशनमा पार्टी हित विपरीत कार्य गरेकोले कारबाही र स्पष्टीकरण गर्ने निर्णय गरेको उल्लेख गरिएको छ। प्रदेश कमिटी महाधिवेशन प्रतिनिधि सभा छनौट प्रक्रियालाई सकेसम्म
गतेसम्म सर्वसम्मत गर्न निर्देशन दिएको छ। सर्वसम्मत नभएको स्थानमा मतदाता र मतदान मार्फत पनि महाधिवेशन प्रतिनिधि छनौट हुने खतिवड़ाले बताएका छन्। मङ्सिर 27 देखि 29 का लागि तोकिएको एमाले महाधिवेशनका लागि 13 मङ्सिरमा प्रतिनिधि छनौट हुँदैछन्। सुन्धारा कारागारबाट फरार एक जना कैदी पक्राउ परेका छन्। जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार थप एकजना कैदी पक्राउ परेका छन्। पालुङ्गी स्थित इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले गत भदौ 24 गते जेनजी आन्दोलनका क्रममा सुन्धारा स्थित केन्द्रीय कारागारबाट फरार मकवानपुरको थाहा नगरपालिका 9 बस्नेततोल निवासी 32 वर्षीय भूपेन्द्र बस्नेतलाई पक्राउ गरेको हो। उनलाई भीमफेदी कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। यसअघि काभ्रेको भुम्लु गाउँपालिका 3 का 22 वर्षीय मिन बहादुर तामाङ पनि पक्राउ परेका थिए। अध्यक्ष ओलीलाई योगेश भट्टराईको आग्रह, मधेसबारे गम्भीर समीक्षा गरौं। नेकपा एमालेका नेता योगेश भट्टराईले मधेसबारे गम्भीर भएर विचार गर्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन्। बुधबार बाराको सिमरामा जेएमजी युवासँग एमाले कार्यकर्ताहरूको झडप भएको र मध्य प्रदेश प्रमुख बर्खास्तमा परेको, मधेसकै सभामुख पद मुक्त भएको र मुख्यमन्त्री नियुक्ति विरुद्ध अदालतमा मुद्दा परेको लगायतका घटनाको सन्दर्भमा भट्टराईले गम्भीर समीक्षा आवश्यकता रहेको बताएका छन्। मधेसमा पार्टीको छवि सुधार्नुपर्ने र नयाँ जिम्मेवारीका साथ जानुपर्ने आवश्यकता समेत उनले औल्याएका छन्। पार्टीको जनधार विस्तार गर्न, आन्तरिक एकतालाई पनि सुदृढीकरण गर्न, पार्टीको सामाजिक छविलाई सुधार्न र गर्न मधेससँग नयाँ जिम्मेवारीका साथ जानु पर्दछ। भट्टराईले बिहिबार बिहान फेसबुकमा लेखेका छन्। यस विषयमा गम्भीर भएर विचार गर्न पार्टी अध्यक्ष कमरेडलाई निवेदन गर्दछु। मध्य प्रदेशको संसदीय फाँटमा एमालेलाई ठूलो धक्का लागेको र पार्टीको सार्वजनिक छविमा गम्भीर प्रश्न उठेको उनको भनाइ छ। भट्टराईले मध्य प्रदेशमा पार्टीलाई पुगेको एक पछि अर्को धक्का बारेमा पनि गम्भीर समीक्षा गर्नुपर्ने उनले बताएका छन्। प्रदेश प्रमुखको बर्खास्ती भएको छ, सभामुख पदमुक्त हुनु भएको छ। यद्यपि यसको संवैधानिक तथा संसदीय प्रक्रियाको न्यायिक परीक्षा हुनेछ र मुख्यमन्त्री पद अदालतको कठघरामा छ र भट्टराईले लेखेका छन्, राजनीतिक रूपमा हामी एक्लिएका छौं। पार्टीभित्र अन्तर्विरोध तीव्र बनेको छ। यो सबै किन र कसका लागि के कारण भयो? मध्य प्रदेशमा अहिले विरोध छ, यसलाई सबैले समाधान गर्नुपर्ने बताएका छन्।